राइनस नगरपालिकाको नवनिर्मित सुविधा सम्पन्न प्रशासकीय भवन सोमबार एक समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। नगर प्रमुख खड्कबहादुर गुरुङले भवनको उद्घाटन गर्नुभएको हो। 4 तलाको आधुनिक भवन निर्माण सम्पन्न गर्न 4 करोड 23 लाख रुपैयाँ लागत लागेको प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले जानकारी दिनुभयो। भवन निर्माणको ठेक्का 2078 सालभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि विविध कारणले गर्दा भवन 2081 सालको जेठमा मात्र निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको थियो। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख गुरुङले संघीयता कार्यान्वयनसँगै गाउँ-गाउँमा जनमुखी सेवा प्रवाहको आधार बन्ने गरी प्रशासकीय भवन निर्माण भइरहेका बेला राइनस नगरपालिकामा पनि यस खालको भवन निर्माणले स्थानीय जनताको सेवा प्रवाहमा सहजता आउने बताउनुभयो। पूर्व नगर प्रमुखदेखि सिङ्गो कार्यपालिका र स्थानीय सरकारवालाको योगदानले यो सम्भव भएको हो उहाँले बताउनुभयो। कार्यक्रममा पूर्व नगर प्रमुख सिंहबहादुर थापाले आफ्नो नेतृत्वको टिम निर्वाचित भएर आउँदा सामान्य भवनबाट काम सुरु गरिएको स्मरण गर्दै नयाँ भवन निर्माण सुरु गर्नु आफ्नो कार्यकालको एउटा ऐतिहासिक निर्णय भएको सुनाउनुभयो। कार्यक्रममा नगर प्रवक्ता गोविन्द चिलुवाल, नेपाली काङ्ग्रेस नगर सभापति श्री कृष्ण पौडेल, नेकपा एमाले जिल्ला सदस्य जीवन सिरमल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष प्रमोद दवाडी, राप्रपा नगर अध्यक्ष शिवप्रसाद पोखरेल, नेकपा एस नगर अध्यक्ष मातृका खनाल, प्रथम प्रशासकीय अधिकृत नुरराज कडरिया, प्रधानाध्यापक प्रतिनिधि दिननाथ त्रिपाठी र जग्गादाता सूर्यप्रसाद भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। भवन निर्माणका लागि जग्गा प्रदान गर्ने टङ्कबहादुर कुमाल, रविन्द्र कुमाल, कमलीकान्त भट्ट, सूर्यप्रसाद भट्ट, मुन्टीमाया कुमाल, ज्ञानुमाया भट्ट, मेघराज भट्टलाई कार्यक्रमकै अवसरमा सम्मान गरिएको थियो। साथै पूर्व नगर प्रमुख सिंहबहादुर थापा, निर्माण व्यवसायी शक्ति श्रेष्ठ, पूर्व वडा अध्यक्षहरू तथा भवन निर्माणमा सहयोग पुर्याउने चन्दादाताहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रम राइनस नगर उपप्रमुख पुष्पराज खनालको अध्यक्षतामा सम्पन्न भएको हो।